हेलो एभ्रिवान, स्वागत छ हजुरहरू सबैजनालाई फेरि पनि मेरो एउटा न्यू भिडियोमा। र हजुरहरू के कस्तो हुनुहुन्छ र आशा गर्दैछु हजुरहरू सबै सन्चै नै हुनुहुन्छ भनेर। र साथीहरू, आज चाहिँ होली रहेछ र होलीको धेरैभन्दा धेरै शुभकामना हजुरहरूलाई ज्ञापन गर्दैछु। र हजुरहरू चाहिँ आजको दिन इन्जोय गर्नुभयो होला, होलीहरू खेल्नुभयो होला। र मेरो चाहिँ यो साल भएन र मैले चाहिँ खेलिनँ होलीहरू। अनि चाहिँ साथीहरू हेर्नु होला, आजको चाहिँ मेरो भिडियो यस्तो तरिकाले रहेको छ। मैले चाहिँ के गरिनँ हजुरहरू समूह देखाउन कोसिस गर्दैछु। हजुरहरू चाहिँ फुल भिडियो हेरिदिनु होला, स्किप नगरिकन। र साथीहरू, हजुरहरू चाहिँ हेर्नु हुँदैछ, म चाहिँ अहिले धुमाधम कपडाहरू मिलाइरहेको छु घरमा। र आजको चाहिँ मेरो काम यस्तो छ, कपडाहरू धेरै दिन भएको थियो मैले हाल्नमा मिलाएको थिइनँ। धेरै दिनभन्दा पनि 3 दिन जस्तो खालको भइरहेको थियो। अनि मैले चाहिँ मिलाएको थिइनँ। अनि मैले चाहिँ सोचेँ आज चाहिँ कपडाहरू मिलाइदिनु पर्यो भनेर लाउँदै राख्दै गर्न पनि राम्रो लाग्दैन होइन। कहिलेकाहीँ कपडाहरू मिलाउनु पनि पर्छ। अनि मिलायो भने चाहिँ अब आफूलाई चाहिएको बेला निकालेर लाउन सकिन्छ, सजिलो हुन्छ भनेर म चाहिँ काम गरिरहेको छु। अनि चाहिँ मैले सोचिरहेको छु, जुन चाहिँ स्वेटरहरू हुन्छ हो त्यो चाहिँ अब जाडो दिन खतम भयो, अब मार्च अप्रिल लाग्न आँटो, अब त गर्मीको दिन सुरु हुँदैछ। अनि चाहिँ मैले सोचेँ अब सबै नै कपडाहरू राखिदिनु पर्यो भनेर। अनि त्यसको लागि चाहिँ मैले एउटा ब्याग निकालेँ। अनि जुन चाहिँ स्वेटरहरू हुन्छ, ज्याकेटहरू, अनि हो त्यो चाहिँ पठाइराखेकी छु, हालिदिनु पर्यो, राखिदिनु पर्यो भनेर। र साथीहरू हेर्नु, लुगा चाहिँ मैले खातामा भरे भनेर छोडेकी छु मिलाउन भनेर। अनि मैले चाहिँ सोचेँ युज गर्ने कपडाहरू मात्रै लाउनुपर्छ र युज नगर्ने कपडाहरू हुन्छ हो त्यो चाहिँ राखिदिउँ भनेर। अनि गर्मीको सुरुवात पनि अब हुँदैछ, अहिले त बहुत घाम बेसी नै हुन थालेको छ, गर्मी पनि लाग्छ अहिले चाहिँ। अनि त्यही भएर अनि मैले चाहिँ सोचेँ अब यो कपडाहरू सबै नै राखिदिउँ भनेर। त्यही भएर चाहिँ म चाहिँ यस्तै गरिरहेकी छु काम। र फाइनली मैले चाहिँ कपडाहरू मिलाइसकेँ। अहिले मेरो काम चाहिँ त्यताको सकियो भन्दा नि हुन्छ। अब चाहिँ आयो मेरो अर्को काम। अहिले चाहिँ म के गर्दैछु भने साथीहरू हेर्न सक्नुहुन्छ हजुरहरू, स्यान्डल जुत्ता राख्ने स्ट्यान्ड चाहिँ धमाधम पुसिरहेकी छु, धुलोहरू लागेको रहेछ। अनि अब चप्पलहरू स्यान्डलहरू यहाँ राखौँ भनेर चाहिँ म पुसिरहेकी छु। अब यसलाई चाहिँ राम्रो तरिकाले म राखेर हजुरहरूको अगाडि देखाउनेछु, हजुरहरू चाहिँ भिडियो हेर्नु होला। र साथीहरू हेर्नु होला, यो चप्पल जुत्ता राख्ने स्ट्यान्ड हुँदा चाहिँ कति सजिलो हुन्छ। चप्पल जुत्ता चाहिँ यताउता छरिँदैन, आफ्नो लागि चाहिँ राम्रो हुन्छ। र कता कता जानु पर्यो भने पनि चप्पल जुत्ता यताउता खोजिराख्नु पर्दैन, स्ट्यान्डमा हुँदा त छ अब लाएर हिँड्छु भन्न सकिन्छ। त्यो सुविधा चाहिँ बहुत राम्रो हो। र हजुरहरू चाहिँ मेरो भिडियो कहाँबाट हेर्नुहुन्छ हजुरहरू त्यो पनि कमेन्ट गरेर भनिदिनु होला। अनि चाहिँ हेर्नु, फाइनली मैले चाहिँ चप्पल जुत्ता यसरी मिलाइसकेँ। हजुरहरूलाई के कस्तो लाग्यो मेरो मिलाइ भन्नु होला त पनि। र साथीहरू मैले चाहिँ भित्र मिलाइ ओरे अब चाहिँ रहेको छ बेडसिट मिलाउने काम। र मैले चाहिँ अहिले ओछ्यान मिलाइरहेको छु, हेर्नु होला। र यो ओछ्यानको चाहिँ बहुत याद आउँदैछ मलाई आज। र कसको याद आउँदैछ भने मलाई चाहिँ मेरो डेडीको याद आउँदैछ। र डेडी हुँदा चाहिँ यही ओछ्यानमा सुत्नुहुन्थ्यो र मलाई चाहिँ आज बहुत याद आउँदैछ डेडीको। अनि हजुरहरूलाई चाहिँ अरू बेला अरू रुमको भिडियो दिन्थेँ, मैले यो रुमको चाहिँ भिडियो दिएकी थिइनँ। र फाइनली आज सफाइहरू गर्दाखेरि मैले चाहिँ सोचेँ यो रुमको भिडियो एडिट गर्नु पर्यो भनेर। र यो रुमको चाहिँ मैले भिडियो क्याप्चर गरेर चाहिँ हजुरहरूको अगाडि देखाएकी हो। हजुरहरूलाई के कस्तो लाग्छ भनिदिनु होला। र आज चाहिँ मेरो भिडियो यति नै छोटो खालको भिडियो छ, त्यति लामो पनि छैन। लङ भिडियो चाहिँ चल्न खोज्दैन भनेर चाहिँ म 3 मिनट वा 4 मिनटको भिडियोहरू चाहिँ हाल्छु। अनि चाहिँ हजुरहरू मेरो पेजमा नयाँ हुनुहुन्छ भने हजुरहरू चाहिँ मेरो पेजलाई फलो गर्नु होला। र मेरो युट्युबको चाहिँ नाम छ तारा छेत्री ब्लग्स, हजुरहरू सब्सक्राइब गर्नु होला, सेयर पनि गर्नु होला मेरो भिडियो। र मैले चाहिँ घरको कामहरू सबै नै सकाएँ। अनि त्यसको बादमा चाहिँ हेर्नु, म चाहिँ नुहाएर आएर रेडी भएँ। अनि आफ्नो स्किन चाहिँ केयर गर्दैछु। र आफ्नो स्किन चाहिँ केयर गरेको अति नै राम्रो हो सबैजनाको लागि र आफ्नो लागि पनि। र साथीहरू अब चाहिँ म पूजा गर्छु। र हेर्नु होला, होली खेल्न पनि केटाकेटीहरू आएछन्। अनि मलाई चाहिँ भन्दै थियो होली लगाइदिन्छु भनेर। अनि चाहिँ मैले होली ल्याउन माना गरेँ किनकि हामीहरूको हुँदैन भनेर। र त साथीहरू आजको लागि चाहिँ मेरो भिडियो यति नै सकेँ। भेट्नु छ नेक्स्ट भिडियोमा। त्यतिखेरसम्म हजुरहरू चाहिँ मेरो भिडियो हेर्दै गर्नु होला। अगर पेजमा नयाँ हुनुहुन्छ भने हजुरहरू चाहिँ मेरो पेजलाई सपोर्ट गर्नु होला। र आजको लागि यति नै छ, बाई बाई।